हेलो हेलो साथीहरू, गुड मर्निङ है। आज चाहिँ मैले मेरो बुढीसँग प्र्याङ्क गर्दैछु होइन। बुढी चाहिँ यता बाहिर छ कतातिर। मैले चाहिँ मेरो छोरीलाई चाहिँ बोलाउन पठाएको छु। त्यो पनि थाहा नदिएर मेरो बाबा चाहिँ कोसँग कुरा गरिराख्नुपर्छ, शङ्का लाग्यो मलाई भनेर भन्न लगाएको छु होइन। मेरो बुढीले चाहिँ विश्वास गर्छ कि गर्दैन, उनको रियाक्सन कस्तो हुन्छ, तपाईँहरू सबैजनाले अन्तिमसम्म हेर्नु होला है त। अन्तिमसम्म हेरेर साथ दिनु होला। आजको प्र्याङ्क चाहिँ धमाकेदार हुनेछ है ल। डर लाग्छ, धेरै डर लाग्छ कि मलाई है। के भन्ने मेरो बुढीले आज मार्ने हो कि मलाई डर लाग्छ। नहीं 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 सारुण के यहाँ कुछ तो गड़बड़ है, जरूर कोई ना कोई गड़बड़। बाख्रा किन नहेर, बाख्रा किन नहेर बाख्रा खाना नानीले बनाएको थियो कि के पकाउँछ के पकाउँछ भातमा नखाने तिउन तरकारी दाल पाएन नानीले बनाएको थियो किन आउनु पऱ्यो। आउँदा चाहिँ के हुन्छ बाख्रा कसले हेर्छ त बिचरा, पेट पक्यो हुन्न, यहाँ छोरीलाई पेट कुकुरले खाइदिएर अनि खान्छ मेरो मात्रै हो र मेरो हो त अनि किन हुन्छ जाउ जाउ गर्ने। अब खाना पकाउन आएको म नानीले पकाउँछ त सधैँ नजाउ नजाउ भन्ने मान्छे आज के जाउ जाउ हो। तपाईँ जानु न भयो त्यस्तो बाख्राको माया लाग्छ। म आउँछु कि एकछिन पछि जाउँ, म लिन आउँछु। यो मान्छेलाई के भन्छ जाऊ न, म आउँछु। के खायो त्यस्तो जाऊ कि बाख्रा नै जान्न अब भात पकाउने नानीले पकाइसकेको छ कि भात, जाऊ छिटो। नानीले पकाएन नि त्यो के हो त्यो के हो थाहा भयो गएर उठेको त्यहाँ क्यामेरा देखिहाल्यो। साथीहरू के न होला भनेर सोचेको है। बुढी त यार कुनै रियाक्सनै दिन्न होइन, विश्वासै छैन क्या उसले मसँग, मैले कोसँग कुरा गर्छु भनेर होइन। त्यही भएर त होला होइन। ए भगवान्, ऊ त मतलबै राख्दैन यार। लास्टमा त क्यामेरा देखिदियो क्या होइन। कस्तो लाग्यो तपाईँहरू सबैजना नै सल्लाह सुझाव दिनु होला है। के मैले अब अर्कोचोटि फेरि प्र्याङ्क बनाउँदाखेरि कस्तो गर्ने भनेर। म आज पहिलोचोटि प्र्याङ्क गर्दै थिएँ बुढीलाई होइन। कस्तो लाग्छ तपाईँ, कस्तो गर्दा राम्रो हुन्छ तपाईँहरूले त्यो सम्झाइदिनु होला है त, कमेन्ट गर्नु होला सबैजनालाई। अहिलेसम्म हेरिदिनु भयो धेरै धेरै धन्यवाद सबैजनालाई है त। ल बाई बाई।